राम अरुणलाई बोलाउनु भन् प्रेम आएको छ भनेर हिँड प्रेमले बोलाउँदैछ तँलाई ल म आउँछु त न के हेरिरहेको खान्छस् मलाई तिमीहरूको झगडा के चाहिँ भएर भएको यसले मेरो आमाको बारेमा के भन्दै थियो हो त्यो बेलामा झगडा गरेको मैले मात्र भनेको तैँले चाहिँ भनेको हैनस् कति बाज्नु सकेको तिम्रो कसरी चाहिँ नबाज्नु त यार प्रेम यसले मेरो आमाको बारेमा के भन्दै थियो होइन प्रेम यसले झुट बोल्दैछ यसले चाहिँ मेरो आमाको बारेमा के भन्दै थियो तिमीहरू आफ्नो आफ्नो तारिफ आफ्नो तिमीहरूको तारिफ धेरै सुनेको थिएँ दोस्तीको तर अहिले के चाहिँ भएर दुश्मनी दुश्मनी हो यो पनि थाहा छ अनि किन चाहिँ दुश्मनीको र यो दुश्मनीको मूल सन्देश भनेको न त हो न राम हो अनि न अरुण यो भनेको तीनजनाले गरेको को त्यो तीनजना भन हामीलाई अनि मात्रै गर्छौँ हामी त्यो काम जे काम हुनु थियो त्यो भइहाल्यो राम फाक हेर न तेरो गल्ती रहेछ न मेरो गल्ती रहेछ तीनजना भनेपछि हाम्रो तीनजना भनेपछि भनेको तीनैजना हरिश विक्रम अनि राकेश हुनुपर्छ यदि यो सबै त्यो तीनजनाले गरेको हो भने चाहिँ त छोड्ने होइन तिनीहरूलाई काम हुँदैछ यार त्यहाँ काम हुँदैछ मैले प्रेमलाई बोलाइसकेको छु यो तिमीहरूको असली पाँचको जड त्यो हरिश विक्रम अनि राकेश हो पहिला तिनीहरूलाई ठेगाना लगा नाइ प्रेम नाइ अब त अझै हुन्छ के हुन्छ यो सबै जे गर्नु छ गरे मैले आफ्नो काम गरेँ अब तिनीहरूलाई ठेगाना लगाउने काम अनि दुश्मनी गर्ने काम तिमीहरूको